ल साथीहरू है म चाहिँ आज ठ्याक्कै चितवन सौरा गएको थिएँ अनि चितवन सौराबाट ठ्याक्क अनि म चाहिँ इनड्राइभ चलाउँछु अनि इनड्राइभ चलाइसकेपछि एकजना मैले पेसेन्जर लिएर गएको थिएँ अनि चितवन सौरा ठ्याक्क अनि पेसेन्जरलाई छोडिसकेपछि अनि फर्किने क्रममा यसो अब जाँदाखेरि पनि चारैतिर यसो हेरेको है अनि पुरै एकदमै रमाइलो के होइन एकदमै इन्जोय फिल हो होइन अनि वरिपरिको वातावरणहरू हेर्नु न होइन यति हरियाली वातावरण सडकहरू पनि यति सफा थियो अनि यसरी टुरिस्टको के भन्छ यसलाई सफारी गाडीहरू चलिरहेको थियो अनि यतापट्टि यसो हेरेको यहाँ प्रायः जस्तो चाहिँ सफारी गाडीहरू राख्ने रहेछ कि हेर्नु न यसरी होइन अनि यता साइडमा त्यो सडकको छेउछेउमा मात्रै होइन अनि कति घरहरूमा पनि यस्तै सिटी सफारीहरू राखिएको हुने रहेछ कि अनि मैले दायाँ बायाँ हेर्दै हिँडेको थिएँ अनि प्राय घरहरूमा सिटी सफारीहरू रहेछ अनि दायाँ बायाँको होटलहरू पनि एकदम होइन बवाल रहेछ अनि म धेरै लामो समयपछि म लगभग 10 वर्षपछि चाहिँ यो चितवन सौरामा फेरि इन्ट्री भएको थिएँ यो आजभन्दा 10 वर्ष अगाडि यति राम्रो चाहिँ थिएन तर अहिले व्यवस्थित गरेको रहेछ अनि यो सडकको यस्तो पेटीहरूमा पनि एकदमै राम्रो खालको मार्बलहरू बिछाएर कलरिङहरू गरिएको रहेछ होइन अनि यति सुन्दर बनाएको छ कि यो बाटोलाई अनि यो बाटोको साइडको यो लाइटहरू जुन तपाईँले देखिराख्नु भएको छ त्यसले पनि एकदमै बवाल होइन देखेको छ अनि इन्टरटेनमेन्ट पनि भएको छ हेर्नु न यस्तो बवाल खालको लाइटहरू हालेको रहेछ साइडमा चाहिँ मलाई चाहिँ एकदमै निकै नै रमाइलो लाग्यो अनि त्यस पछाडि हजुरहरू पनि चितवन सौरा जानु भएको छ भने हजुरहरूले पनि कमेन्ट गर्नुहोला हजुरहरूलाई कस्तो लाग्छ होइन अनि तर फेरि म सौराको पुरै भित्री एरिया त्यहाँ चितवन सौराको सबै ठाउँ त घुम्न पाइनँ होइन घुमेको पनि छैन किनभने समय मिलेको पनि छैन अब कुनै दिन समय मिल्यो भने अवश्य पनि घुम्नेछु र अब यहाँको भनौँ न अब यहाँको धेरै कुराहरू छ अब घुम्नका लागि चितवनमा धेरै ठाउँहरू पनि छ अनि यो चाहिँ स्पेसल मैले अब तपाईँको यो चाहिँ चितवन सौराकै विषयमा मैले भिडियो बनाएको छु अनि यहाँ चाहिँ कसरी जाने कहाँबाट जाने हजुरहरूलाई यदि जिज्ञासा छ भने हजुरहरू बाइक राइड गरेर आउनुहुन्छ भने ठ्याक्कै टाढी बकुलर कट्न साथ तपाईँहरू काठमाडौँबाट आउनु भएको छ नारायणघाट हुँदै तपाईँ सौरा जानु खोज्नु भएको छ भने चाहिँ तपाईँ ठ्याक्क नारायणगढबाट अनि टिकौली जङ्गल आउँछ टिकौली जङ्गल कटेपछि बकुलर आउँछ बकुलर भन्दा अलि अगाडि ठ्याक्कै तपाईँको गैँडाको एउटा ठुलो चाहिने मूर्ति छ त्यसपछि गैँडा चोक भन्छ त्यसलाई अनि गैँडा चोकबाट तपाईँहरू टक्क भित्र छिर्नुभयो भने हुन्छ अथवा अहिले गुगल म्याप्स हेरेर पनि इजी जान सक्नुहुन्छ है त साथीहरू र अनि साथसाथै मलाई चाहिँ अब यो ट्रिपमा खासै नाफा चाहिँ भएन किनभने अब यो ट्रिपमा मेरो लगभग नारायणगढ बजारबाट चाहिँ मेरो समथिङ अराउन्ड 22-25 अराउन्ड त्यस्तै थियो किलोमिटर 25 किलोमिटरै भनौँ 25 किलोमिटर भनेपछि मलाई मात्रै म 400मा गएको थिएँ अनि त्यस पछाडि खासै मलाई त्यस्तो केही भनौँ अब प्रफिट बसेन भए पनि मैले प्रफिट नबसे पनि यो ठाउँ यो वातावरण हेरेर मैले इन्जोय फिल गरेँ अब कतिपय कुराहरूमा नाफा मात्रै पनि हेर्नु हुँदैन आफ्नो इन्जोयमेन्ट आफ्नो फिलिङ्स होइन अनि आफ्नो फिलको लागि पनि काम गर्नुपर्ने हुन्छ कतिपय परिस्थितिमा अनि त्यो नै हो अब अनि अर्को कुरा भनेको अब अहिले मैले यो इन्टरभ्यू गरेर मैले यसरी भिडियोहरू पनि बनाएको छु होइन अब यो भ्लग टाइपको भिडियोहरू बनाएको छु अनि यो भिडियो बनाउनु धेरै जस्तो धेरैजना साथीहरूको इच्छा पनि हुन्छ भिडियोहरू बनाउँ होइन अब भ्लग टाइपको भिडियोहरू बनाउने अधिकांश अहिले साथीभाइहरूले भिडियोहरू पनि बनाउनुहुन्छ होइन अब राइडसँगै भिडियो पनि बनाउनुहुन्छ फेसबुकहरूमा साथै युट्युबहरूमा विभिन्न सोसल मिडियाहरूमा पपुल्यारिटीको लागि काम गरिराख्नु भएको छ
एउटा यो अपर्च्युनिटी जस्तो पनि लाग्छ मलाई। किन भन्दाखेरि एउटा एक हिसाबले हामीले यसरी भिडियो बनाएर युट्युबमा अनि फेसबुकमा सोसल मिडिया एउटा प्लेटफर्ममा त्यसमा प्लस पोइन्ट पनि भएको छ। साथै हामीले एउटा वर्क होइन एउटा जब पनि पाएको छ। चाहिँ अब विभिन्न किसिमको राइड सेयरिङ होइन एप्सहरू मार्फत अब त्यो एउटा जब पनि पाएको छ। अनि अब एउटा नेपालमा इस्टाब्लिस्ड एउटा नेपाल गभर्मेन्टकै होइन मातहतमा रहेर मेरो विचारमा चाहिँ राइड सेयरिङ एउटा एप्स चाहिँ भइदिएको भए धेरै राम्रो हुन्थ्यो जस्तो लाग्छ। किनभने नेपाल गभर्मेन्टले निगरानी गरेर नेपाल गभर्मेन्टलाई ट्याक्स एकदम होइन आधिकारिक रूपमा बुझाउन सहज होस् हरेक कुछ अब त्यस्तो फेसिलिटी भइदिए चाहिँ हुन्थ्यो जस्तो मलाई पनि फिल हुन्छ। तर पनि खैर केही छैन। अब अहिले विदेशी कम्पनीहरू मार्फत नै अब राइड सेयरिङ एप्सहरू चलिरहेको छ। तर पनि अब नेपाली युवाहरूले रोजगार पाएको छ होइन त्यसैमा सन्तुष्ट हुनुपर्छ। अनि हेर्नु न अनि त्यसपछि टुरिस्टको गाडीहरू पनि होइन यसरी आएर बस्ने है यहाँ मूर्तिहरू फोटोहरू देखेँ। त्यसपछि मैले पनि एक दुईवटा फोटोहरू खिचेको छु। अगाडि मैले अहिले देखाउने छु होइन। अनि मैले पनि फोटोहरू खिचेँ। जेहोस् रमाइलो भयो साथीहरू चितवन सौरा घुम्यो रमाइलो गरियो होइन। खासै प्रफिट नबसे पनि कतिपय कन्डिसनमा कतिपय परिस्थितिमा आफूलाई प्रफिट नबसे पनि काम गर्नुपर्ने परिस्थितिहरू आउँछ। मैले त्यही गरेको छु। अनि साथीहरू देख्नु सक्नुहुन्छ हजुरहरूले है। अनि ठ्याक्क मौसम पनि एकदम कुल थियो आज। अनि पानीहरू सिमसिम परिरहेको थियो। निकै इन्जोय फिल भयो। तर अब एक्लै मान्छे होइन अब एक्लै हिँड्दै अब ट्राभल गरेर त्यस्तो इन्जोय फिल त हुँदैन फ्यामिलीसँग जस्तो। तर पनि अनि यहाँ कस्तो अनि ठ्याक्क आउने क्रममा अनि म रिटर्न हुने बेलामा जस्तो अनि यहाँ एउटा दामी पुल रहेछ क्या। पुलमा अब ब्रिज रहेछ अनि त्यो ब्रिजमा पनि लाइटिङहरू राखेको है। अनि बसहरू टुरिस्ट बसहरू लामो लामो टुरिस्ट बसहरू आउँदो रहेछ होइन। अनि बवाल रमाइलो लाग्यो क्या मलाई त।